That is red. Now what's the word, Captain? I think I caught you lacking. Down 9 more. So hello everyone, हजुरको सामने फेरि म ओ भाई ये क्या है? खडी ब्लगले फेरि नयाँ ब्लग लिएर आइसकेको छु। अब हजुर सन्चै एकदम आरामै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु। सो साथै आज छुट्टीको दिन, हिजो पनि छुट्टी थियो, हिजो आज अनि अस्ति पनि छुट्टी थियो। सो ब्लग मैले बनाएको थिएन अनि हिजो नै रामादान थियो, यता ईद थियो। साथीहरूसँग यता खानापिना गऱ्यो होइन। आज दिन हामी मार्केट जाँदैछौँ अनि मार्केट जाँदा चाहिँ ब्लग बनाउनु पऱ्यो। आज धेरै दिन भयो ब्लग पनि नगरेको, लगभग 1 महिना भयो कि मैले ब्लग नगराएको। अनि सो आज चाहिँ ब्लग गराउँदैछु। त्यही यसो मार्केट जाँदैछौँ हामी, त्यही दिन मार्केट जाँदैछौँ। अनि यसो त्यही हो, साथीहरू चाहिँ निस्किभए म चाहिँ निस्किँदैछु। त्यही हो, हजुरलाई देखाउन चाहिँ भिडियोले धेरैभन्दा धेरै सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला, भिडियोलाई लास्टसम्म हेरिदिनु होला। होप यति गर्दै म चाहिँ मेरो भिडियो सुरु। साथीहरू म चाहिँ बाहिर निस्किरहेको अनि आज पनि यही बसन्तको साह्रै बसन्त पनि बनाउने बेला भएछ क्या। अनि आज साँझ चाहिँ बनाउँदैन भनेको मार्केटतिर जान लाग्यो, कतिखेर बनाउने होइन। साथीहरू हिँड्ने भए म पनि हजुर देखाउनु चाहिँ सिनु है, हेर्दै गर्नु लास्टसम्म। साथीहरू मलाई उछिटेर गइसक्यो अनि कहाँ पुगि भए यता फेरि ब्लग गराउने सुरुमा पोल्नेतर्फ लाग्यो। अनि साथीहरू चाहिँ नि छिटो भए मलाई छोडेर। आज दिन पनि राम्रो आयो, गर्मी त गर्मी छ, दिन अर्दिन भन्दा चाहिँ हावाहरू चलिरहेको। साथीहरू हामी चाहिँ मार्केट आइसकेका छौँ होइन। त्यो 2 रुपियाँ मार्केट हो, धेरै ठुलो मार्केट आएको होइन, 2 रुपियाँ मार्केट हो। यता हाम्रो साथी छोडेर आएको साथी यता नि नेताहरूको साथी। के हो फेरि हजुरहरू के चाहियो साथी भन्नु है, म ल्याइदिन्छु हजुरहरूलाई। के चाहिएछ भन्नु, यहाँ जुत्ता साग भन्छ, यहाँ मोजादेखि लिएर के चाहिएछ होला चाहिँ भन्नु होला, म ल्याइदिन्छु होला। बच्चा बच्चीको खेलाउने कुरा खतरा छ यहाँ। पछि गर्दा छोरोहरू पनि लाग्ने यस्तो खेलाउने कुराहरू। साथी यो लाने हो र, यो लाने सजाउन कि मलाई सजाउने कि राजाको छैन यो त रानीको हेभी बर्थडे हो त, मेरो कहाँ बर्थडे भएर हो त नि। यसलाई नि र यो त रानीको भयो। 6 hours later. सो साथीहरू हामी चाहिँ फर्किसक्यो होइन। त्यो भित्र राम्रोसित गराउनु पाएन। हामी चाहिँ फर्किसकेको चाहिँ यही सामानहरू यही ल्याएको होइन, हल्का फुल्का सामान बाल्टी साल्टी सबलाई यही छ होइन। फर्किभएको साथीहरू चाहिँ उछिटेर गइसक्यो। नि जहिले ढिलो गर्छ युट्युब खोल्दाखेरि अलिक ब्लग राम्रो 1 मिनट ढिलो गर्छ भनेर हामी हिँड्दै गर्छौँ। यहाँ फेरि पानी बनाउनु लाग्यो अझै नि होइन, त्यो पानी बनाउनु लाग्यो। साथीहरू चाहिँ छिटो गइसक्यो, म चाहिँ ढिलो भएको अलिक होइन, म पहाड छोडिदिएको। यो भित्र अलिक दिन लाग्यो बनाउन। अब यहाँको मान्छेहरू त्यस्तै छ नि, देखायो यता देखायो भन्न लागिसक्यो नि, त्यो बनाएन क्या, त्यो बनायो क्या। अनि
चल छैन भित्र भनेर भन्यो अन्त मलाई बन्द गर्दैछु भित्र चाहिँ खासै बनाउन दिन्न क्या अनि हुन्छ नि त अब कसैलाई त अब मन पर्दैन नि त यस्तो फोटोहरू युट्युबमा देखाइदिएको अन्त बनाउँदैन मलाई बन्द गरेँ त्यहाँ चाहिँ नि त्यही हो छुट्टीको दिनहरू चाहिँ के गर्ने यस्तै मार्केट जाने घुमेर आउने मान्छे पनि अचम्म पर्छ के गराएको भन्छ होइन हिजो जाने त्यस्तै हो क्या बनाउनु मन त लाग्थ्यो होइन त्यस्तै हो क्या रामा जान्थ्यो अनि साथीहरूले रुममा बोलाएको यत्रो बेला होइन नजा भने कसै नजा फेरि हिन्दू मान्छेहरू ठुलो पनि भन्छन् नेपाली भएको त केही भन्दैन होइन अब हाम्रो अब पडोसी देश बङ्गाली साथीहरूले बोलाएको थियो अनि त्यही हो त्यहीँ गर्थ्यो खानापिना गर्नलाई होइन बोलाएपछि जानु पऱ्यो फेरि गएन भने तिमी त हिन्दू भयो क्या त्यो नआएको भन्छन् होइन त्यही भएर विदेशमा गयो नि मिलिजुली बस्नुपर्छ होइन को बेला कतिखेर मान्छे काम लाग्छ थाहा हुन्न त्यही हिजो खानापिना गर्न गइयो आइयो फेरि रुममा खाइयो अनि सुत्यो रुममा आइपुग्नलाई साथीहरू होइन हावा पनि मस्त चलाएको क्या आज शीतल भयो दिनभर त गर्मी थियो क्या साँझ हावा शीतल भयो पानी पर्छ कि कुराहरूले फेरि ढोका खोलाइराख्दा सजिलो हुन्छ तिमीले आउन भनेर होइन हाम्रो बसन्तीलाई अब पार्क गरिदिनु पऱ्यो होइन साथीहरू त्यही हो अब पजललाई भिडियो राम्रो लाग्छ होला होइन धेरै सपोर्ट गरिदिनु होला अब सपोर्ट नगरिदिनु पनि भिडियो बनाउन मनै लाग्दैन किनकिन होइन सो त्यही हो धेरैभन्दा धेरै सपोर्ट गरिदिनु होला अब
अहिले गराउन पाउन्न हप्ता दिन महिनासम्म होइन। त्यस्तै अरू भ्लगहरू जस्तो मेरो सुविधा होइन जिन्दगी होइन, परदेशी जिन्दगी। अब कतिखेर काम पर्छ के पर्छ कस्तो हुन्छ होइन। अब बाहिर भएको मान्छेलाई थाहा होला, छुट्टीको दिन पनि कतिको काम हुन्छ, कपडा सपडा धुने यताति गर्न सबैहरू काम हुन्छ होइन। फ्यामिलीसित पनि बोल्न पाइँदैन राम्रोसित, काम हुन्छ क्या धेरै। छुट्टीको दिन भन्नु मात्रै छुट्टी, कपडा धुनु पऱ्यो, रुम साफ गर्नु यताउति होइन। चाडपर्व अब यहाँ पनि मनाउनु पऱ्यो होइन, नेपालमा मनाएपछि हामीले मनाउनु पऱ्यो केटा साथीहरूसँग। त्यो बसेपछि मनाउँदाखेरि यताखेरि उता गर्दा चाहिँ भ्लग बनाउने टाइम हुन्न। सो त्यही हो होइन साथीहरू, आजलाई नै यति चाहिँ होइन। म फेरि हजुरको सामने फेरि नयाँ भ्लग लिएर म नयाँ भिडियो लिएर आउनेछु, उपस्थित हुनेछु र यति भन्दै म राख्दैछु।